एकदमै के रे जिरो ब्यालेन्समा चाहिँ आउनु सक्नुहुन्छ है तपाईहरु पाउनु भयो भने चाहिँ। तपाई एक्लै हिँड्न लाग्नु हजुर तर एक्लै यताबाट भन्दा रोटी रोड गयो हुन्थ्यो नि। हजुरको हिँडेर गयो भने माथि टपमा जान्छ भने 2 घण्टा जति लाग्छ। अनि मुनि जान्छ भने 1 घण्टा। खुट्टा चाहिँ दुखिरहेको छ कि के रे हिँडेर तर पनि मजा आइरहेछ तपाईहरुको साथ पाउँदाखेरि हैन। एकदमै इन्जोय गरिरहेको छु। वाउ फेथमा आइपुगे म फेथमा एकदमै टु नियर। आई एम भेरी एक्साइटेड। एक्लै नजानु नजानु भन्छ किन नजानु भनेकोलाई? हजुर छोरी मान्छे कहाँ जान्छ एक्लै अरे? छोरी मान्छेलाई चाहिँ किन अन्डर एस्टिमेट गर्छौ मान्छेहरूले? खालि छोरा मान्छे मात्रै हो के रे स्ट्रङ हुन्छ के होइन? छोरी मान्छे पनि त स्ट्रङ हुन्छ नि। म आफै रिक्स लिएर जान्छु केही मलाई केही भइहाल्यो भने होइन यसको रेस्पोन्सिबल मै हुन्छ कोही पनि हुँदैन। तपाईहरुकोमा गुन्द्रुक पाउँछ दिदी बेच्नुलाई? बेच्ने गुन्द्रुक पाउँछ? हो लेकको गुन्द्रुक खानु मन लागेर कि गुन्द्रुक पाउँछ कि भनेर सोधेको। ए एकदमै मजा आयो एकदम मजा आयो होइन। अनि माथि चाहिँ दाजुहरू भेटेँ कि मैले 4 जना। अनि उनीहरूले पनि धेरै नबस्नु भन्नुभयो ठिकै छ भनेर चाहिँ एकछिन घुमेर फर्केँ। हो हो तपाईँ कुरा एकदमै मन पर्यो मलाई सही कुरा गर्नुभयो। जनावरदेखि डर हुँदैन के रे? हो मान्छेदेखि चाहिँ डराउनै पर्छ। यो रोड देख्दै भयो? हो यो रोडबाट चाहिँ ऊ माथिको भिर यहाँनिर चाहिँ जान सक्नुहुँदो रहेछ है तपाईहरु।